म लोकेन्द्र कुँवर राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य। यहाँ आन्दोलनमा सहभागी हुनुभएको छ। आज कति जनता सहभागी होलान्, केही डाटा आकलन छ यहाँहरुसँग? यो यहाँहरू फिल्डमै हुनुहुन्छ, सबैले देखिरहेका छन्। आज यो सत्ताले धम्काएर तर्साएर जनताको आवाजलाई दबाउने कुचेष्टा गर्दा गर्दै पनि आज राष्ट्रवादी नेपाली जनताहरू घरबाट निस्केर सडकमा देशका निम्ति यो जनलहर उर्लेको छ र आज सत्तासीनहरूको मुटु थरथर कामिरहेको छ। हामी परिवर्तनको सङ्घारमा उभिएका छौँ। अब निकट भविष्यमा देशले एउटा शुभ सङ्केत र शुभ समाचार पाउनेछ। कहिलेसम्म राजा फर्कियो भने कहिलेसम्म फर्केला नि त? यो कति लामो जाला? यो निरन्तरको विषय हो। यो दिन तोकेर गर्ने विषय, हेराएर गर्ने विषय होइन। जुन दिन हाम्रो एजेन्डामा जनता जनार्दनको अपार समर्थन हुन्छ र त्यस दिनमा देशले आफ्नो मौलिक धर्म परम्परा संस्कृति रीतिरिवाजलाई स्थापित गर्नेछ। त्यो निकट भविष्यमै अब दिनगन्ती सुरु भयो आजबाट। अनि यदि राजा आयो भने देशको शासकीय स्वरूप चाहिँ कस्तो हुन्छ? संहिता हुन्छ या संहिता खारेज हुन्छ? कस्तो खालको शासकीय स्वरूपमा देश जान्छ? स्वाभाविक रूपमा यो संघीयताको प्रयोग गर्दै गर्दा देश आज समृद्धिको बाटोमा गएन। देश आज कङ्गाल भयो, जर्जर भयो, आर्थिक रूपले तहस-नहस भयो। आज विदेशबाट भिख मागेर आफ्नो कर्मचारीहरूलाई तनखा खुवाउनु पर्ने दिनमा मुलुक पुगेको छ। तसर्थ यो संघीयताले नेपालीका बीचको एकतालाई जोड्न सकेन, हाम्रा बीचमा रहेको भाइचारालाई तहस-नहस गर्यो। देशमा रहेको एकता, मेलमिलाप, सहिष्णु भावनामा खेलवाड गर्ने काम संघीयताले गर्यो। तसर्थ यो संघीयतालाई बचाइरहने विषय त छँदै छैन, त्यो कल्पनाको विषय होइन। संघीयतालाई खारेज गरिन्छ र केन्द्रमा बलियो सरकार रहन्छ र स्थानीय स्तरमै स्वायत्तता सहितको एउटा स्ट्रङ स्थानीय सरकार र माथिल्लो केन्द्र सरकारको अवधारणामा हामी अगाडि लान्छौँ र राज संस्था भनेको संविधान अन्तर्गत रहेर संवैधानिक राज संस्थाका रूपमा रहनेछ, अभिभावकीय संस्थाका रूपमा रहनेछ। देशमा कुनै एकदमै सङ्कट परेका घडीमा सम्हाल्ने गरी राज संस्थाले आफ्नो भूमिका निर्वाह गर्नेछ र स्वाभाविक रूपमा देशका तपाईँ हामी जनताका छोराहरूले निर्वाचित प्रक्रिया मार्फत, निर्वाचन मार्फत निर्वाचित भएर नै देशलाई सञ्चालन गर्नेछन्। यहाँलाई अर्को प्रश्न, राजा यहाँले संवैधानिक हुनेछ, पावरलेस हुनेछ भन्नुभयो होइन? जुन कि 62-63 भन्दा अगाडि 61बाट बिचमा 63 सालसम्म राजा ज्ञानेन्द्र प्रत्यक्ष शासन, प्रत्यक्ष आफ्नो हातमा शासन लिएर जुन कि सक्रिय भएर लागेका थिए, त्यतिखेर त राजतन्त्र बचेन भने अब संवैधानिक हुने राजाले, पावरलेस हुने राजाले देशको रक्षा गर्न सक्ला त? देश बनाएको पनि राजाको नेतृत्वमा जनता र हाम्रा पुर्खा राजा र जनता मिलेर नै हो। अब देश बनाउने पनि राजा र जनता मिलेर नै हो। देशको कार्यकारी अङ्गहरूमा जनताबाट निर्वाचित जनताकै छोराहरू रहनेछन् र राज संस्थाले देशको अभिभावकको रूपमा हाम्रा बीचमा रहेका विभिन्न जात जातिहरूका बीचको एकताको, अनेकतामा एकताको सूत्रका रूपमा राज संस्थाले काम गर्नेछ। नेपालीहरूका बीचमा मेलमिलाप, एकता, भातृत्वको विकास गर्नेछ र वैदेशिक शक्तिसँग कुनै समयमा आवश्यकता पर्यो भने राज संस्थाले त्यसको विषयमा नेतृत्व गर्नेछ र राज संस्थाले वैदेशिक शक्तिको कुरा गरिहाल्नुभयो होइन? नेपालमा कुनै पनि व्यवस्था परिवर्तन हुनका लागि इन्डियाको प्रत्यक्ष भूमिका रहन्छ, प्रत्यक्ष हात रहन्छ भनिन्छ के? इन्डियाको कुनै पनि ग्रिन सिग्नल बिना व्यवस्था परिवर्तन सम्भव छैन भनिन्छ। के छ, राज संस्था र हिन्दू राज्य पुनर्स्थापनाका लागि इन्डियाले सहयोग गर्न त? यस्तो विषय हो कि स्वाभाविक रूपमा दुईटा छिमेकीका बीचमा यो नेपाल रहेको छ। नेपालमा अस्थिरता हुँदै गर्दा उहाँहरूलाई चिन्ता चासो हुनु स्वाभाविक हो। यद्यपि देशभित्र कुन किसिमको व्यवस्था ल्याउने, कुन किसिमको व्यवस्थामा देशलाई अगाडि बढाउने, त्यो विषयमा त स्वतन्त्रता नेपाली जनतामा छ। जनता जनार्दनले समर्थन गरेका बखतमा जनता जनार्दन भन्दा ठुलो कोही हुन सक्दैन र जनता जनार्दन जुन दिन यो राष्ट्रवादको आन्दोलनमा यो देशभरि जनता जनार्दन सडकमा हुनेछन्, त्यस दिन कुनै वैदेशिक शक्ति या देशभित्रका यी कोही पनि सत्तासीनहरूले रोक्न सक्ने छैनन्। देशले परिवर्तन गर्ने। योभन्दा अगाडि चैत्र 15 गते जुन दुर्गा परसाई नेतृत्वको संयुक्त जनआन्दोलन समिति थियो, उनले नेतृत्व गरेका थिए, दुर्गा परसाईले नेतृत्व गरेका थिए। आज दुर्गा परसाईको समूहले के भन्यो भने यो आन्दोलनमा सहभागिता गरिदिनु भन्यो, समर्थन गरिदिनु भन्यो विज्ञप्ति निकालेर। यस विषयमा के भन्नुहुन्छ? यो राष्ट्रवादी आन्दोलन हो
हामी त स्वाभाविक रूपमा नेपाली कांग्रेसलाई पनि भनिरहेका छौं, हामी त नेकपा एमालेलाई भनिरहेका छौं, नेकपा माओवादीलाई पनि भनिरहेका छौं, यो राष्ट्रवादी आन्दोलन हो। यो देशमा 99% जनताहरू राष्ट्रवादी छन् र यो आन्दोलनमा हामी कांग्रेस एमाले माओवादीलाई त यो आन्दोलनमा आउनु सहयोग गर्नुहोस् भनिरहँदा हामीले जसले हामीलाई सहयोग गर्छन् उहाँहरूलाई त स्वागत नै छ। आउलान् त कांग्रेस एमाले माओवादी आउलान् त तपाईहरुको आन्दोलनमा के लाग्छ? अन्तिममा आउँछन् कि भन्ने लाग्छ? मलाई कांग्रेस एमाले माओवादी भित्र पनि भ्रष्टाचार गरेकाहरू, सत्ताको हालिमुहाली गरेर सत्ताको दुरुपयोग गरेकाहरू बाहेक इमानदार कार्यकर्ताहरू आज देश यता स्थितिमा चल्दैन भन्ने कुरामा सबै पुगेका छन्। आज हामी गाउँ बस्तीमा जहाँ पनि जाँदै गर्दा कांग्रेस एमाले माओवादी लगायतका कार्यकर्ताहरूसँग हाम्रो छलफल कुराकानी हुँदै गर्दा उहाँहरूले तपाईहरु बढ्नुहोस्, हामी निस्किनु पर्ने दिनमा निस्किन तयार छौं, तपाईहरुलाई आशीर्वाद छ, समर्थन छ भन्नुभएको छ। हामी निकै उत्साहित छौं। आज देश आन्दोलनमय भएको छ र देशले देशको आफ्नो गुमेको मौलिक धर्म संस्कृति परम्परा रीतिरिवाजको स्थापित गर्नेछ। अब हामी संवैधानिक राष्ट्र संस्था, बहुदलीय प्रजातन्त्र, सर्वधर्म समभाव सहितको वैदिक सनातन हिन्दू राष्ट्र, संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायतका अवधारणा लिएर गइरहेका छौं। यी अवधारणामा आज जन जनको समर्थन छ। आज देशको प्रत्येक कुना कन्दराबाट हामीलाई फोनहरू आइरहेका छन्। सबैको चासो चिन्ता र यो आन्दोलनले निकालोस् र देशभित्रका शक्तिहरूका बीचमा एकता होस्, मेलमिलाप होस् र शान्तिपूर्ण रूपमा नै यो आन्दोलनले निकालोस् र परिवर्तनमा मुलुक जाओस् भन्ने कुरा सबैको छ।